नमस्कार साथीहरू, शक्ति अन रोड अफिसियल युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। आज हामी हेर्दैछौँ नयाँ फोर्ड ब्रान्डको यसको दमदार डिजाइन, अफरोड क्षमता, ग्राउन्ड क्लियरेन्स, टायर र बाहिरी लुक्स यसलाई निकै आकर्षक बनाउँछ। अब यसको चारैतिरबाट विस्तारमा हेरौँ है त। यो ब्रान्डको साइड प्रोफाइल 2 ढोके डिजाइन, ठुलो अफरोड टायर, ब्ल्याक अलॉय व्हील र उच्च ग्राउन्ड क्लियरेन्सले यसलाई निकै बलियो र एडभेन्चर लुक दिएको छ। अगाडिको राउन्ड लिड हेडलाइट, मजबुत ग्रिल र अग्रेसिभ बम्परले यसको पहिचान झन आकर्षक बनाएको छ। टायर हेर्नुस् त, टायर यसको ब्ल्याक अलॉय व्हील, यसको स्पेयर टायर, ठाडो टेल लाइट र सरल तर मजबुत डिजाइन देख्न सकिन्छ। अब हामी यसको भित्र हेर्नेछौँ है त। डबल डोर भए तापनि 4 वटा सिट छ, 4 जना मान्छे बस्न, 4 वटा सानो फ्यामिलीको लागि एकदम आरामदायी छ। स्टार्ट भयो गाडी। धेरै म्यानुअल र अटोमेटिक सिस्टमका बटनहरू छन्। यो डिस्प्ले छ टच स्क्रिन वाला ठुलो डिस्प्ले छ। डेस्कबोर्ड कति राम्रो सुन्दर देखिन्छ हेर्नुहोस् हैन। यो स्टियरिङमा पनि थुप्रै किसिमको बटनहरू दिएको छ। अब पछाडिपट्टि हेर्नुहोस् है त, दुईटा सिट छ पछाडिपट्टि। पछाडिपट्टि दुईटा सिट, अगाडिपट्टि दुईटा सिट गरेर 4 वटा सिटमा आनन्दसँग सानो फ्यामिलीको परिवार बसेर हिँड्न सकिन्छ। यसको अम्ला पछाडिपट्टि क्लच हुन्छ, त्यसले गर्दाखेरि क्लच थिचेर टक्क गियर लगायो भने सजिलोसँग गियर लाग्छ। यहाँ चाहिँ ह्यान्ड ब्रेक हो, इलेक्ट्रिक वाला ह्यान्ड ब्रेक। यसलाई सर्लक्क अगाडि म बढाउँदै छु है त। तपाईलाई फोर्ड ब्रान्डको कस्तो लाग्यो कमेन्ट गरेर आफ्नो विचार भन्नुहोस्। यस्तै नयाँ कारको भिडियोहरू हेर्न मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भिडियो मन परे लाइक र शेयर गर्न नभुल्नु होला। धन्यवाद। शक्ति अन रोड अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है त। लोड गर्दैछु अब मैले गाडी। लोड गरेर भइसके, गाडी लोड गरिसक्यो हैन। अहिलेसम्म